आकाश कति निलो छ के है कति सफा छ के मजाले घाम लागेको एकदम राम्रो वेदर छ अनि अहिले चाहिँ जापानमा गोल्डन विक भनेर होलिडे चलिरहेको छ कि यो होलिडे चाहिँ अप्रिलको 29 बाट मेको 6 सम्म नर्मल्ली बिदा हुन्छ धेरै जस्तोको अब कसैको त नहुने पनि होला तर यो होलिडेमा चाहिँ जहाँ गए पनि मान्छे धेरै भएर खुट्टा हाल्ने ठाउँ हुँदैन कि घुम्ने ठाउँ सपिङ सेन्टरहरू अनि रेस्टुरेन्ट फास्ट फुड अब जता डिज्नील्यान्ड जता गए पनि हैन त्यसैले यदि तपाईहरु जापानमा घुम्न आउने सोचिराख्नु भएको छ भने चाहिँ गोल्डन विकमा चाहिँ आउँदै नआउनु होला अनि न्यू इयरमा पनि नआउनु होला है एकदमै गाह्रो हुन्छ हामी यही भएको मान्छेलाई पनि एकदमै गाह्रो फिल हुन्छ के मान्छेको त्यो एकदम भिड बढीले अनि यसरी त्यही भएको भएर म चाहिँ यस्तो पब्लिक होलिडेहरुमा चाहिँ सिटीतिर नगइकिन यसरी गाउँ खोला नाला अनि यस्तो प्रकृति भएको ठाउँमा आउँछु यस्तोमा चाहिँ त्यति साह्रो प्याक हुँदैन अनि आफ्नो सेल्फ टाइम आफूलाई स्पेन्ड गरेको जस्तो फिल पनि हुन्छ